यो मैले आफै बनाएको किसमिस हो। यसरी बनाएको किसमिसमा किरा पनि लाग्दैन। हल्का बोइल गर्ने, धेरै भजत्त पकाउनु हुन्न। हल्का बोइल गरेर त्यो हरियो अङ्गुरलाई हल्का कलर पहेँलो हुन जान्छ। अनि त्यसलाई मजाले घाममा सुकायो भने यसमा घुन पनि लाग्दैन, चिलासी पनि लाग्दैन। मजाले धोएर थोरै आफ्नो आवश्यकता अनुसार खान मिल्छ है साथीहरू। मैले त आफै बनाएर खाने गरेको छु। तपाईहरुले नि बनाएर खानुहोला। बजारको किसमिसमा केमिकल परेको हुन्छ। हाम्रो घरकोमा केमिकल पनि हुँदैन, तर घुन पनि लाग्दैन। मजाले सुकाएर राख्ने भने घुन पनि लाग्दैन। यसमा कमिला पनि लाग्ने रहन्छ। त्यत्तिकै बाहिर राख्यो भने कमिला पनि लाग्दैन।